पाहाडे गौँथली होइन भाइ? यसले कहिले कहिले बच्चा काट्छ भाइ? यो त खै यो मलाई पनि त्यति थाहा छैन यो बच्चा कुन टाइममा। प्रत्यक्ष आज त हेर्न पाइयो है लाइभ। पाहाडे गौँथली है यो चेलो। यसरी घरमा गोड लाउँछ पाहाडको गौँथली चराले चाहिँ। कतिलाई चाहिँ गौँथली चरा देख्नुभएको हुँदैन होइन? आज देखाइदिँदैछु म। यसको अनुहार चाहिँ मजाले खिचिएन क्यामेराले नि। उठेर खिच्दा चाहिँ भाग्छ होला नि। त्यही त होइन अलग्गै चाहिँ हो। बच्चा छोड्छ चारो। मैले पनि यो गुड चाहिँ देखिरहेको थिएँ तर चरा चाहिँ फर्स्टचोटि है लाइफमा देखेको। अब मान्छे हुँदाखेरि आउँदैन त्यो चरा होइन? अहिले त आइरहेको छ। यता हेरिरहेको छ अहिले उड्छ होला। गौँथली चरा पाहाडमा होइन? पहाडी इलाकामा चिसो ठाउँमा गुड लाउने भनौँ न। चिसो ठाउँमा लाउने गुड घरमा लाउँदैछ। यसको अनुहार चाहिँ मजाले हेर्नु पाए त दामी हुन्थ्यो। त मजाको। अनि त्यो चरा नै भाइ त्यो कालो हुँदो रहेछ उसको अनुहार नदेखिँदो रहेछ। थुतुनाहरू हो। गौँथली चरालाई हेर्नुहोस् है पाहाडको गौँथली चरा। आज म पुरा छेउबाट खिचिरहेको छु उसको। उड्ला कि भन्ने डर छ। उड्ने चाहिँ उडेको छैन। मजाले हेर्नुहोस् मजाले देखिरहेको छु देखिन्छ होइन? कति रहेछ बच्चा हेर्नु? कतिवटा झरेछ? ठुलो छ बच्चा उसको? मरेको? ए मरेको रहेछ नि त। त्यही भएर उसको माउ यहाँ आएर बसेको रहेछ। बिचरा उसको माउलाई चाहिँ पुरा टेन्सन भएको रहेछ नि त। यसको बच्चा चाहिँ यहाँ मुनि लडी झरेको रहेछ त्यही भएर टेन्सनमा बसिरहेको छ है ल। गौँथली चराको यति नै आज गौँथलीको यस्तो हुँदो रहेछ गौँथलीको गुड र गौँथली चरा।